अध्याय 8 भाग्य बोर्डनले टेस्टमा राम्रो प्रदर्शन गरेको देखेपछि क्वीनले मद्दत गर्न सकेन, तर बोर्डनको क्षमता के हो भनेर सोच्न सकेन। जब बोर्डन उसको हात मिलाउन गयो, यसले भन्यो कि बोर्डनले क्वीनमा आफ्नो क्षमता प्रयोग गर्ने प्रयास गरेको थियो, तर केही कारणले उनको क्षमताले काम गर्न सकेन। यदि बोर्डनको क्षमता बरफ थियो भने पक्कै पनि उसको हात जमेको हुने थियो। जबसम्म क्वीनसँग सबै क्षमताहरू रोक्न सक्ने क्षमता थिएन, तर त्यो धेरै असम्भव थियो। त्यति मात्र होइन, बोर्डनले पनि अनौठो प्रतिक्रिया देखाए र क्वीनलाई उनको क्षमता के हो भनेर सोधे। उसलाई थाहा छ कि उसको क्षमताले काम गरेन। त्यसपछि क्वीनको दिमागमा अर्को विचार आयो, किन बोर्डन भर्खरै बितेका सबैको हात मिलाउन अडेग थिए। यदि क्वीनले सही रूपमा सम्झे भने एरिनले बोर्डेन्सलाई हात मिलाउन अस्वीकार गरे, तर अन्तमा बोर्डन अझै पनि एरिनलाई काँधमा छाउन गए। त्यस समयमा यो अनौठो कुरा जस्तो देखिन्थ्यो, तर अब क्वीनले महसुस गरे कि यो थिएन र सबै कुराको अर्थ हुन थाल्यो। छुने अवस्था थियो। क्वीनले छोएको अन्तिम व्यक्ति एरिन थियो। यो संयोग हुन सक्दैन कि ती दुवैको समान शक्ति थियो, जसको अर्थ सम्भवतः बोर्डेन्स क्षमता अन्य व्यक्तिको क्षमता प्रतिलिपि गर्ने क्षमता थियो। यसले क्वीनमा काम गरेन किनभने उसको क्षमता सिधा अगाडि थिएन। क्वीनले आफ्नो जिज्ञासालाई मद्दत गर्न सकेन र सोध्नु पर्यो, बोर्डन तपाईको क्षमता हो? क्वीनले फुसफुसाउँदै भन्यो, के तपाईँ अरूको क्षमताको नक्कल गर्न सक्नुहुन्छ? बोर्डनले क्वीनलाई हेरेर मुस्कुराए। म छक्क परेको छु, तिमीले यति छिटो पत्ता लगायौ। तिमीलाई कसरी थाहा भयो? जब तिमीले मेरो हात मिलायौ, तिमी अचम्ममा थियौ जब केही भएन। बोर्डनले सोचे कि क्वीन एकदमै अचम्मको छ कि जस्तो केही अनुमान गर्न सक्षम हुन केवल ह्यान्डसेकको रूपमा। आखिर यो धेरै सम्भावना थियो कि बोर्डनले क्षमता पुस्तकबाट आइस क्षमता प्राप्त गरेको थियो। प्रतिलिपि गर्ने शक्ति क्षमता पुस्तकको रूपमा उपलब्ध थिएन, जसको अर्थ एउटा कुरा हो, के तपाईँ मौलिक हुनुहुन्छ? क्वीनले सोधे। बोर्डनले केही भनेनन्, तर केवल क्वीनमा एक झलक फर्काए, जसले क्वीनको विचारलाई धेरै नै पुष्टि गर्यो। बोर्डन एक मूल थिए, परिवारका एक व्यक्ति जसले आफ्नो क्षमता बाहिरी संसारसँग साझा नगर्ने निर्णय गरे। कोही जो सामान्यतया 8 कोलम्ब शक्ति स्तर पार गर्न सक्षम थियो। परीक्षा सकिएपछि हुड लगाएका मानिसले विद्यार्थीहरूलाई उनीहरू बस्ने एकेडेमीको अगाडि टेलिपोर्ट गरे। एकेडेमी ठुलो थियो र सम्पूर्ण शहरको सबैभन्दा अग्लो भवन। कसैले 3वटा होटल एकै ठाउँमा राखेको जस्तो भयो। हाल एकेडेमी अगाडि जम्मा 10 जना शिक्षकहरू उभिरहेका थिए। तिनीहरूको अगाडि परीक्षा दिएर सबै विद्यार्थीहरूको समूह थियो। विद्यार्थीहरूलाई सबै विद्यार्थीहरूले उनीहरूको परीक्षा सम्पन्न नभएसम्म शिक्षकहरूसँग पर्खन भनियो। एक पटक 5 विद्यार्थीहरूको समूह एक शिक्षकको अगाडि टेलिपोर्ट गरिनेछ। अन्तमा जहाँ क्वीन उभिएको थियो, त्यहाँ अब जम्मा 20 विद्यार्थी थिए। ठिक छ, म तपाईलाई स्कुल वरिपरि लैजाँदा तपाईँ सबैले मलाई पछ्याउनुपर्छ। अगाडि शिक्षकले भने। शिक्षक सुनौलो घुमाउरो कपाल र चस्मा लगाएका एक मध्यम उमेर मानिस थिए। उनको नाम डेल थियो। डेल एकेडेमीका विभिन्न ठाउँहरू वर्णन गर्दै हिँड्दा उनी मुस्कुराउन सकेनन्। उसलाई कुनै कुराले विचलित गर्न सकेन जस्तो लाग्थ्यो। तपाईँ केटाहरूले एकअर्कालाई सकेसम्म धेरै चिन्न थाल्नुपर्छ, डेलले भने। आखिर तपाईँ अहिलेसम्म भएका व्यक्तिहरू तपाईँका सहपाठी हुनेछन्। अचानक सबैजना एकअर्कासँग कुराकानी गर्न थाले, किनभने तिनीहरू स्कुलको वरिपरि देखाइदै थिए, तर त्यहाँ क्वीनले याद गरेको केही थियो। मध्यम तहले उच्च तहसँग मित्रता कायम गर्न सक्दो प्रयास गरिरहेको थियो भने तल्लो तहलाई पूर्ण रूपमा व्यवस्था गरिँदै थियो। र क्वीन र पिटर मात्र 2 तह कक्षामा थिए। यो थाहै नपाई तिनीहरूलाई कक्षाको पछाडि धकेलिएको थियो र पिटर आफ्नो नाउँको समातेर हिँडिरहेको थियो। यसले पिटरलाई क्वीनभन्दा धेरै प्रभावित गरेको जस्तो देखिन्थ्यो, तर क्वीनले पहिले नै यो हुनेछ भन्ने शंका गरेको थियो। अचानक यद्यपि एक परिचित आवाज क्वीनको नाम बोलाएको सुनियो। तपाईँ त्यहाँ हुनुहुन्छ? बोर्डनले भने। मान्छेहरू भर्खरै मेरो माथि उफ्रिन थाले। त्यसपछि अचानक म मेरो दाहिनेतिर हेर्छु र तिमी गयौ। आउनुहोस् साथीसँगै हेरौँ।
क्विनले साँच्चै सोचे कि बोर्डन एक अनौठो व्यक्ति थियो, तर त्यो नराम्रो कुरा थिएन। बोर्डेनले तब पिटर आफूमा रहेको देखे। आउनुहोस्, तपाईँ पनि आउनुहोस्, डाउनर बन्न बन्द गर्नुहोस्। पत्रुसले माथि हेरे र आफूमा औला देखाए। बोर्डेनले भने, म कससँग कुरा गरिरहेको छु जस्तो लाग्छ। ती तीनजना कक्षको पछाडि टुङ्गिएर बसे भने शिक्षकले विद्यालयको वरिपरि घुम्न जारी राखे। उनीहरूलाई युद्धको मैदान देखाइयो, जहाँ उनीहरूसँग उजाड भूमिमा फाइल गरिएका समान परीक्षण उपकरणहरू साथै धेरै वर्ग लडाई प्लेटफर्महरू थिए। उनीहरूलाई उनीहरूको होमरुम कक्षाहरू, युद्ध कक्षाहरू, खेलकुद कोठाहरू र सबै प्रकारहरू पनि देखाइयो। डेलले उनीहरूले भ्रमण गरेको स्कुलको प्रत्येक क्षेत्रको बारेमा थोरै व्याख्या गर्नेछन्, तर क्विनले पुस्तकालयमा नपुगेसम्म धेरैजसो यसमा चासो राखेनन्। यहाँको पुस्तकालयलाई 3 तलामा विभाजन गरिएको छ, जुन तपाईले देख्न सक्नुहुन्छ। प्रथम वर्षका विद्यार्थीहरूले मात्र पहिलो तल्लामा पहुँच गर्न सक्षम छन्, दोस्रो वर्षका विद्यार्थीहरूले दोस्रो तल्लामा पनि जान सक्छन्, र अन्तमा अन्तिम तल्ला केवल सैन्य व्यक्तिगतको लागि हो। क्विनलाई पुस्तकालयमा रुचि थियो किनभने यसमा पुस्तकहरू समावेश थिए जुन सार्वजनिक रूपमा उपलब्ध थिएनन्। यहाँ क्विनले आफ्नो क्षमताको बारेमा केही जानकारी फेला पार्न सक्छ। उसले भर्खरै आशा गर्यो कि यो पहिलो तल्लामा हुनेछ। अन्तमा डेल स्कुलको छात्रावासको बाहिरै रोकिँदा भ्रमणको अन्त्य हुँदै थियो, र यो हो जहाँ तपाईँ यहाँ आफ्नो बसाइको समयमा बस्नुहुनेछ। एक पटक तपाईले आफ्नो चिजहरू छोडिसकेपछि एकेडेमी वरिपरि अन्वेषण गर्न स्वतन्त्र महसुस गर्नुहोस्। आज कुनै पाठ हुने छैन, त्यसैले तपाईले अन्वेषण गर्न दिउँसोको बाँकी समय पाउनुहुनेछ। त्यसपछि प्रत्येक विद्यार्थीलाई कागजको टुक्रामा एउटा नम्बर दिइयो जसमा उनीहरू कुन कोठामा बस्छन् भनेर देखाएको थियो। त्यसपछि क्विनले आफ्नो आँखाको कुनामा बोर्डन आफूतिर आउँदै गरेको देखे। हे क्विन, तपाईले कुन कोठा नम्बर पाउनुभयो? बोर्डेनले सोधे। त्रुटि 23। तपाईले मजाक गरिरहनु भएको छैन, मैले एउटै नम्बर पाएँ। सायद यसको भाग्यले हामीलाई एकसाथ ल्याउनेछ, बोर्डनले उत्साहित हुँदै भने। हुन सक्छ, क्विनले जवाफ दिए। यसैबीच हलको तल कतै अन्य 2 विद्यार्थीहरू कुराकानी गरिरहेका थिए। वा तिमीलाई के भयो? एकजना विद्यार्थीले साथीलाई हेर्दै भने। अचानक क्विनको अनुहारमा ठूलो मुस्कान आयो। यसरी उसले छिटो स्तरोन्नति गरिरहेको थियो। र नयाँ कौशल विद्यार्थी क्विनको विपरीत उभिएको थियो, अझै पनि आफ्नो पछाडि शङ्कास्पद रूपमा आफ्नो हात समातिरहेको थियो। प्रणालीको मद्दत बिना पनि क्विनले विद्यार्थीलाई स्पष्ट रूपमा आफ्नो क्षमता लुकाइरहेको बताउन सक्थे। आउनुहोस्, तपाईको ठूला बलहरूलाई के भयो? विद्यार्थीले भने। मलाई लाग्छ तपाईँ आफ्नो पछाडि तिनीहरूसँग खेल्दै हुनुहुन्छ, क्विनले जवाफ दिए। यसले तुरुन्तै विद्यार्थीलाई क्रोधित गर्यो जुन क्विनको लागि जाँदै थियो। तिमी फोहोरको कमजोर टुक्रा। विद्यार्थी चार्ज गर्दै अगाडि आयो र क्विनमा आफ्नो हात काट्यो। सौभाग्यवश क्विनको रिफ्लेक्स छिटो थियो र उसले आक्रमणलाई रोक्न र अलिकति पछाडि सार्न समयमै आफ्नो हात पुर्याउन सफल भयो। यद्यपि विद्यार्थीहरूले क्विनको पाखुराको छालाबाट दायाँ टुक्रा पार्न सफल भए र रगत तानियो। गम्यो, क्विनले भने। भन्दा ठूलो HP 8 का मुनि 10 भन्दा सानो क्विनले विद्यार्थीलाई हेर्यो जसले अब आफ्नो हात बाहिर हेरेको थियो। विद्यार्थीसँग रूपान्तरण गर्ने क्षमता थियो जुन उसको हातमा मात्र सीमित थियो। तिनीहरूले तिनीहरूलाई अलिकति बाघको पन्जासँग मिल्दोजुल्दो बनायो र उसको औलाहरू कडा पारे। यद्यपि क्विनले समयमा आक्रमण रोक्न सक्षम भए, पन्जाले अझै पनि उसको छालालाई च्यात्न सफल भयो। के प्रणालीले यसरी थप 4 वटा आक्रमण गरे म मर्छु भनी भन्दछ। अचानक क्विनको लागि सबै कुरा अलि बढी गम्भीर भयो। उसले आफ्नो हातमा महसुस गरेको पीडा वास्तविक थियो र यो एक वास्तविक लडाई थियो। खेल जस्तो प्रणालीले उसलाई चिजहरू अलि सजिलो लिनको लागि प्रेरित गरेको थियो। तर उसलाई चाँडै सम्झाइयो कि यो खेल हो न। त्यसपछि विद्यार्थीले तुरुन्तै क्विनलाई आफ्नो पन्जा जस्तो हातले चार्ज गर्न थाले। जब विद्यार्थीले आफ्नो दाहिने हात घुमाए, क्विनले हाँस गर्न र विद्यार्थीको पेटमा आफ्नै मुक्का हाने।
विद्यार्थीले त्यहाँ छोडिनन् र क्विनको खुला ब्यागमा प्रहार गर्ने निर्णय गरे जसको कारण अर्को पन्जाको चिन्ह देखा पर्यो। भन्दा ठुलो HP छका मुनि 10 भन्दा सानो मलाई थाहा छ। क्विन चिच्याए जब उनले विद्यार्थीलाई आफ्ना दुवै हात खुट्टाबाट उठाएर पर्खालको छेउमा फ्याँके। क्विनले कसरी उसलाई यसरी उडाउन व्यवस्थापन गरे? पत्रुसले सोचे, त्यहाँ लगभग उस्तै आकारको छ र उसले उसलाई सहजै फ्याँक्यो, के उसँग साँच्चै क्षमता छैन। यद्यपि क्विन त्यहाँ रोकिएनन्, उहाँ जस्ता मानिसहरूलाई पाठ सिकाउनु उहाँको लागि महत्त्वपूर्ण थियो, अन्यथा तिनीहरू केवल थपको लागि फर्किनेछन्। क्विनले उसलाई फेरि कहिले गडबड नगर्न देखाउन आवश्यक थियो। क्विन दौडिएर लडिरहेको विद्यार्थी र बुवामा पुगे र उनको पेटमा पुरा बलले लात हाने। लात यति कडा थियो कि यसले विद्यार्थीको मुखबाट अलिकति रगत निस्क्यो। भन्दा ठुलो बधाई क्वेस्ट पूरा भएको छ भन्दा सानो 50 प्राप्त भयो भन्दा सानो 70 का मुनि 100 अनुभव बिन्दुहरू भन्दा सानो उहाँ मरेको हो। पिटरले सोधे। त्यसपछि विद्यार्थीलाई अचानक खोकी लाग्न थाल्यो। हो न, तर यदि उसले हामीलाई फेरि आक्रमण गर्छ भने उसले कामना गर्नेछ। क्विन वास्तवमा धेरै राहत थियो। अर्को विद्यार्थीलाई मारेकोमा एकाडेमीमा के सजाय हुन्छ भन्ने उनलाई थाहा थिएन, यद्यपि उनले आफूले पहिले आक्रमण नगरेको बताए पनि। यति सानै उमेरमा मृत्युको बोझ आफ्नो काँधमा बोक्नु पनि उहाँ चाहनु भएन, त्यसैले विद्यार्थीलाई मार्नु नपर्ने प्रणालीले अनुभव अङ्कहरू पुरस्कृत गर्दा उनी खुसी भए। त्यसपछि अचानक अर्को सन्देश आयो। भन्दा ठुलो अतिरिक्त क्वेस्ट इनाम भन्दा सानो स्किल अनलक निरीक्षण भाइ भन्दा सानो क्विनको दिमागमा उत्साहले बढिन थाल्यो किनकि उसले अन्ततः आफ्नो पहिलो सिप प्राप्त गरेको थियो। क्विनलाई आशा थियो कि यसले उसलाई कस्तो प्रकारको क्षमता छ भनेर पत्ता लगाउन मद्दत गर्नेछ, तर यसको नाम धेरै आशाजनक लागेन। निरीक्षण गर्ने, त्यसो भए यसले मलाई मेरा विरोधीहरूको कमजोरी बताउन सक्छ, क्विनले सोचे। त्यसपछि क्विनले आफ्नो नयाँ क्षमताको परीक्षण गर्ने निर्णय गरे र आफ्नो छेउमा उभिएको पिटरलाई हेरे। अब अर्को समस्या थियो। क्विनलाई आफ्नो सिप कसरी प्रयोग गर्ने भन्ने थाहा थिएन, तर उसले सिप निरीक्षणको बारेमा सोच्न थाल्यो। कौशल आफै सक्रिय भएको थियो र पिटरको छेउमा स्क्रिन देखा परेको थियो। भन्दा ठुलो नाम, पिटर च भन्दा ठुलो दम, मानव भन्दा ठुलो सक्षमता, कुनै पनि छैन भन्दा ठुलो HP, 3 का मुनि 5 भन्दा ठुलो रक्त प्रकार A+ भन्दा सानो। क्विनले उसलाई दिएको जानकारीलाई हेरेर यस्तो लाग्थ्यो कि त्यहाँ केही खण्डहरू खाली छन्। क्विनले मात्र यो मान्न सक्थे किनभने उनको सिपको स्तर अझै स्तरमा मात्र थियो, तर यसले उसलाई दिएको जानकारी धेरै उपयोगी थियो। यसले क्विनलाई उनीहरूसँग कस्तो प्रकारको क्षमता छ जुन लडाईँमा धेरै उपयोगी हुनेछ भनेर बतायो। यसले क्विनलाई उनीहरूको स्वास्थ्य कति छ भनेर पनि बतायो। यद्यपि त्यहाँ एउटा जानकारी थियो जुन क्विनलाई अनौठो लाग्यो र त्यो रक्त समूह थियो। प्रणालीको लागि यस्तो विशिष्ट चिजको बारेमा जानकारी दिनु अनौठो थियो र क्विनले पनि यो पृथ्वीमा भविष्यमा कसरी मद्दत गर्नेछ भनेर सोचेको थियो। क्विन त्यसपछि विधामा बुवामा लडिरहेको विद्यार्थी कहाँ गए र उसमा निरीक्षण कौशल प्रयोग गरे। भन्दा ठुलो नाम, गायलमेन भन्दा सानो, मानव भन्दा ठुलो सक्षमता, रूपान्तरण भन्दा ठुलो HP, 1 का मुनि 8 भन्दा ठुलो रक्त प्रकार B- भन्दा सानो। गायलको स्थिति जाँच गर्दा क्विनले केही नयाँ कुराहरू सिक्न लगायो। उनको क्षमताको बारेमा जानकारी दिएको थियो, केवल उनको क्षमताको प्रकार दिए। त्यहाँ 100 विभिन्न रूपान्तरण क्षमताहरू थिए, त्यसैले यो पिन पॉइन्ट गर्न सक्षम थिएन। अर्को कुरा HP थियो। यो उसको जितको लागि उसले केवल विद्यार्थीहरूलाई HP मा तल ल्याउन आवश्यक थियो जस्तो देखिन्थ्यो, तर क्विनलाई अझै थाहा थिएन कि मृत्युको अर्थ हो वा होइन। यसको मतलब यो पनि हुन सक्छ कि व्यक्तिलाई बाहिर निकालिएको थियो। काइलको निरीक्षण गरेपछि क्विनले अर्को सूचना प्राप्त गरेको थियो। भन्दा ठुलो वैकल्पिक खोज प्रदान गरिएको छ भन्दा सानो, भन्दा ठुलो एक स्टेट बिन्दु अवशोषित गर्न आफ्नो पीडितको रगत पिउनुहोस् भन्दा सानो के यो पागल कुरा हो। क्विनले सोचे, यदि उसलाई स्ट्याट पॉइन्ट दिए पनि उसले अरू कसैको रगत पिउने कुनै उपाय थिएन।
यसको धेरै विचारले क्वीनलाई बिरामी महसुस गर्यो। केही क्षणको लागि क्वीनले जमिनतिर हेरे जहाँ कायलले आफ्नो रगत थुकेको थियो। सायद अलिकति पनि दुख्दैन। क्वीन, तिमी पागल बन्दैछौ, आउनुहोस्, जाऊ, क्वीनले पिटरलाई भने। ती दुईजना हलवेमा हिँडिरहे तर त्यसो गर्दा पिटरले याद गरे कि क्वीनले भुवामा रहेको कायललाई हेर्नको लागि आफ्नो टाउको घुमाइरह्यो। उसको बारेमा चिन्तित हुनुपर्छ, क्वीन एक राम्रो मान्छे हो। पिटर मुस्कुराउँदै सोच्थ्यो, तर उसले के बुझेन कि क्वीनले कायललाई हेरिरहेको थिएन, तर भुवामा भएको कायलको रगतलाई हेरिरहेको थियो। 12 दोस्रो टेस्ट जसरी दुईजना हलवेमा हिँडिरहे। क्वीनले आफ्नो शरीरमा अनौठो लहर महसुस गर्न थाल्यो। के तपाईँ डाक्टर कहाँ जानु हुँदैन? म पक्का छु कि तिनीहरूसँग एक निको पार्ने व्यक्ति छ जसले यसलाई ब्याज गर्न सक्छ। पिटरले सोधे। हो, धन्यवाद। अहिले त्यतै जान्छु, क्वीनले जवाफ दियो। तिमी मसँग आउनु पर्दैन, भोलिको दिन व्यस्त हुनेछ, त्यसो भए तिमी किन छात्रावासमा फर्किनुहुन्न? यद्यपि पिटर क्वीनको बारेमा चिन्तित थिए, पिटर धेरै लामो समयसम्म हलहरूमा बस्न चाहँदैनथे जहाँ अन्य विद्यार्थीहरूले उहाँलाई देख्न सक्षम थिए। क्वीनले देख्न सक्थे कि पत्रुस के गर्ने भनेर हिचकिचाइरहेको थियो। हेर, चिन्ता नगर्नुहोस्, बोर्डन भर्खरै बाथरुम नरकमा गएको छ, कुनै पनि सेकेन्ड फिर्ता आउनुहोस्, त्यसैले यसको बारेमा चिन्ता नगर्नुहोस्। यससँगै पिटर हतारिएर आफ्नो नारीगणलाई धेरैजसो समय छोप्ने पक्का गर्दै छात्रावासतिर लागे। उसले अर्को घटना दोहोरिन चाहँदैन थियो। अर्कोतर्फ क्वीन तुरुन्तै हलको तल नजिकैको केटाको शौचालयमा पुगिन्। जब ऊ शौचालयमा छिर्यो उसले तुरुन्तै आफ्नो पाखुरा हेर्न थाल्यो कि कायलले आफ्नो पन्जाले खरानी गरेको थियो। बिस्तारै ऐनामा हेर्दा क्वीनले आफ्नो पाखुरा निको भइरहेको देखे। यद्यपि यो ढिलो देखिन्थ्यो, वास्तविकतामा यो अविश्वसनीय रूपमा छिटो थियो। कसैको लागि वास्तवमा उसको छाला खस्ने र निको भएको देख्न सक्षम हुनुसम्मको दृश्य थियो। क्वीनले वास्तवमा यो प्रक्रियाको क्रममा आफ्नो शरीरमा केही अनौठो भएको महसुस गरेको थियो र उनले पिटरसँग कुरा गर्दा यो याद गरे। यही कारणले गर्दा क्वीनले पिटरलाई एक्लै छोड्नको लागि आफ्नो शक्तिमा सबै गर्न कोसिस गरिरहेको थियो। यदि पत्रुसले यस्तो देखेको भए पत्रुसले आफूमा योग्यता छ भनी सोच्ने कुरामा कुनै शंका छैन। क्वीनले केही मिनेट पर्खनुभयो र आफ्नो स्थिति स्क्रिन खोल्यो। उसले सोचेको जस्तो थियो, उसको एचपी पनि बिस्तारै पुनः प्राप्त भयो। भन्दा ठुलो एचपी 8 का मुनि 10 भन्दा सानो, भन्दा ठुलो एचपी 10 का मुनि 10 भन्दा सानो, भन्दा ठुलो तपाईको एचपी निको भएको थियो, भन्दा सानो, भन्दा ठुलो तिम्रो भोक बढेको छ, भन्दा सानो। जब क्वीनले 2वटा सन्देशहरू प्राप्त गरे, क्वीनलाई अचानक भोक लाग्न थाल्यो। के यसको मतलब प्रणालीले मेरो गाउँ निको पार्न खाना प्रयोग गर्छ? यसले अर्थ राख्छ, ऊर्जा कतैबाट आउनुपर्छ। क्वीनले सोचे। क्वीन्सको पेटमा दुखाइ निकै कम थियो। उसले भर्खरै बिहानको खाजा वा केही छुटेको जस्तो थियो। जब क्वीनलाई मौका मिल्यो, उसले खानाको लागि छिटो टोक्ने गर्दथ्यो। क्वीन छात्रावासमा फर्किनु अघि त्यहाँ उसले गर्न चाहेको एउटा अर्को कुरा थियो र त्यो थियो स्कुलको भ्रमण गर्दा देखाइएको प्रशिक्षण कोठामा जानु। ढिलो हुँदै गइरहेको थियो र विद्यार्थीहरूको बिहान चाँडै सुरु भएको थियो, त्यसैले धेरैजसो विद्यार्थीहरू आफ्नो छात्रावासमा फर्किसकेका थिए। यसको मतलब यो क्वीनको लागि कसैलाई नदेखेको प्रशिक्षण कोठामा जानको लागि उत्तम मौका थियो। क्वीन अन्ततः एकेडेमीको प्रशिक्षण कक्षमा पुगेका थिए। यो एउटा ठुलो औडाकार गुम्बज जस्तो भवन थियो जसको बीचमा ठुलो खाली ठाउँ थियो। कोठाको छेउमा प्राविधिक उपकरणका पम्क्ति र पम्क्तिहरू थिए। त्यहाँ ठुला मेघ रोबोटहरू, सुटिङ लक्ष्यहरू र चिजहरू थिए जुन क्वीनलाई उनीहरूले के गरे भनेर पनि थाहा थिएन, तर क्वीनले सबैभन्दा धेरै हेर्न चाहेको कुरा प्रशिक्षण केन्द्रभित्रको शक्ति स्तर परीक्षण उपकरण थियो। क्वीनले परीक्षण क्षेत्रमा प्रयोग गरिएको उही मेसिनरी पनि देखेका थिए। जब क्वीन कोठाभित्र पस्यो उसले सोचे जस्तै मान्छेहरूको लागि खाली थियो। अन्य सबै प्रकारका मेसिनरी र फाइनल पार गर्दै क्वीन परीक्षण उपकरणहरूमा गएर उनी ड्रम जस्तो मेसिनको अगाडि रोकिए। यो मेसिन त्यही मेसिन थियो जसले प्रयोगकर्ताको शक्ति परीक्षण गर्यो।
लैला पनि राति अबेर तालिम कोठामा आइपुगेकी थिइन् र क्वीन प्रवेश गर्नुअघि नै उनले आफ्नो धनु र बाणको सिप परीक्षण गरिरहेकी थिइन्। उनी सधैँ रातमा अभ्यास गर्थिन् जब उनी नर्भस थिइन् र उनी मद्दत गर्न सक्दिनन् तर भोलिको चिन्तामा। त्यो थियो जब उनले अचानक प्रशिक्षण कोठाको ढोका खोलेको सुने। उनी लजालु स्वभावको रूपमा उनी तुरुन्तै एउटा विशाल रोबोटको पछाडि लुकिन्। अचानक उनले विद्यार्थीलाई उनको दिशामा हेरिरहेको देखे र उनले केही याद गरे। तेरो विद्यालय पदानुक्रम भोलिपल्ट बिहान 8 बजे छात्रावासको कोठामा अलार्मको आवाजले विद्यार्थीहरू बिउजिए। यो सबैलाई उठ्ने र लुगा लगाउने संकेत थियो। सबैजना तयार भइसकेपछि उनीहरू सँगै क्यान्टिनमा बिहानको खाजा खान लागे। जब क्वीन बिउजी उसलाई प्रणालीबाट राम्रो आश्चर्यको साथ स्वागत गरियो। भन्दा ठूलो तपाईले आफ्नो दैनिक खोज पूरा गर्नुभयो। भन्दा सानो भन्दा ठूलो 8 घण्टाको लागि प्रत्यक्ष सूर्यको किरणबाट बस्नुहोस्। भन्दा सानो भन्दा ठूलो पुरस्कार 5 एक्सप भन्दा सानो भन्दा ठूलो 75 का मुनि 100 भन्दा सानो दैनिक क्वेस्ट मध्यरातमा रिसेट भएको थियो र क्वीन 8 घण्टा सुतेका थिए जसलाई उसको एक्सप्रेसको साथ पुरस्कृत गरिएको थियो। क्वीन खुसी थिए किनभने यसको मतलब उसले आफ्नो बाटोबाट बाहिर नजाइकन सजिलै 5 एक्सप्रेस प्राप्त गर्न सक्षम हुनेछ। त्यसपछि उसको पेटबाट चर्को आवाज आयो। म सामान्यतया कुनै कारणले गर्दा बोको छु। सायद मेरो शरीरले त्यो लडाईमा धेरै ऊर्जा प्रयोग गरेको हुन सक्छ। क्यान्टिनतिर लाग्दा क्वीनले सोचे। क्यान्टिन ठूलो हल थियो तर एकदमै सादा थियो। वास्तवमा स्कुलको वरिपरि हिँड्दा क्वीनले धेरैजसो स्कुल सादा रहेको देखे। एकल सेतो पर्खालहरू, कुनै तस्विर फ्रेमहरू वा केही पनि टेबल ज्यालहरू र बारम्बार यो संसारले लिएको पातलो आधुनिक सफा लुक थियो। क्यान्टिन त्यसपछि ठूला टेबलहरूले भरिएको थियो जुन टेबलको प्रत्येक छेउमा 3 जना व्यक्तिहरू बस्न सक्षम थिए। क्वीन प्रवेश गर्ने बित्तिकै उसले तुरुन्तै केही देख्यो। क्यान्टिनमा सिटहरू थिएनन् अर्थात् विद्यार्थीहरू आफूलाई मनपर्ने ठाउँमा बस्न स्वतन्त्र थिए। यसले तुरुन्तै विद्यालयमा विभाजन ल्यायो। तल्लो तहको छेउमा बसे र उच्च तहसँग बसे। जब क्वीन पिटर र बोर्डनसँग लाइनमा पर्खिरहेका थिए उनीहरूले एक विद्यार्थीलाई लाममा ढिलो आएको याद गरे। ऊ धेरैजसो विद्यार्थीहरूलाई पार गर्यो र अन्ततः अरूको अगाडि लाइनमा काट्यो। एकजनाले एक शब्द पनि बोलेनन् र यसको साधारण कारण थियो कि उहाँहरूभन्दा उच्च शक्ति स्तर हुनुहुन्थ्यो। क्वीनले यस प्रकारका कार्यहरूलाई घृणा गर्थे तर अहिले उनले गर्न सक्ने केही थिएन। तिनै जनाले खाना खाएपछि खाने ठाउँ खोज्न थाले। हामी किन त्यहाँ जाँदैनौँ? बोर्डेनले खाली ठाउँमा ओल्याए। के तपाईँ निश्चित हुनुहुन्छ कि बोर्डेन? पिटरले सोधे। यो एउटा लेभल 1 क्षेत्र हो। यदि तपाईँ चाहनुहुन्न भने हामीसँग बस्नु पर्दैन, हैन क्वीन? हो, आफैलाई जबरजस्ती नगर्नुहोस्, क्वीनले जवाफ दियो। बकवास कुरा गर्न छोड्नुहोस् तपाईँ दुई साथीहरू। मलाई यो मूर्ख शक्ति स्तर पदानुक्रम चलिरहेको बारेमा वास्ता छैन। त्यसपछि ती 3 जना अरू तल्लो तहका मानिसहरूसँग टेबलमा बस्न गए। क्षेत्र बिस्तारै बढिन थाल्यो तर अरू एक व्यक्तिले उनीहरूको टेबलमा बस्ने निर्णय गरेनन्। यसको एक साधारण कारण थियो, तिनीहरू बोर्डेनसँग डराए। तिनीहरूले उहाँको उच्च शक्ति स्तर देख्न सक्थे र अन्य निम्न स्तरहरू टाढा रहन चाहन्थे। खाना टेबलमा राख्ने बित्तिकै क्वीनले उसलाई दिएका सबै चिजहरू खान थाल्यो, जुन बीच पनि उसलाई सामान्यतया मन पर्दैन। अरे यदि तपाईँ समाप्त गर्न जाँदै हुनुहुन्छ भने मैले लिने हो भने तपाईँलाई कुनै आपत्ति छैन, क्वीनले सोधे। निस्सन्देह, अगाडि जानुहोस्, पिटरले भने। क्वीनले आफ्नो सबै खानेकुरा मात्र खाएनन् तर अन्य दुईले छोडेका सबै कुरा पनि खाइन्। त्यति मात्र होइन, क्वीनले जतिसक्दो चाँडो आफ्नो खोज पूरा गर्न चाहने पानीका बोतलहरू समातेका थिए। उसले अन्तिम पटक याद गर्यो जब ऊ घाममा थियो। उसले सामान्य भन्दा बढी पसिना बगाएको थियो र उसले पहिले नै पिएको पानीको लागि धन्यवाद, उसलाई डिहाइड्रेसन जस्तो महसुस भएन। यदि तिनीहरू फेरि बाहिर जान्छन् भने यो क्वीनको लागि ठूलो मद्दत हुनेछ। एक पातलो केटाको लागि, तपाईले निश्चित रूपमा त्यो सबै खाना प्याक गर्नुभयो, बोर्डनले भने। यद्यपि क्वीनले स्पष्ट रूपमा धेरै खाएको थियो, केही कारणले गर्दा उसलाई अझै थोरै भोक थियो जुन मेटिने थिएन।
सौभाग्यदेखि यो सहन योग्य थियो र उहाँलाई धेरै विचलित गरेन। भन्दा ठूलो एक दैनिक खोज पूरा भएको छ। 2 लिटर पानी पिउनुहोस्। ठूलो पुरस्कार SX भन्दा सानो भन्दा ठूलो 80 का मुनि 100 भन्दा सानो क्वीन अब समतल हुनबाट केवल 20 अंक टाढा थियो र उसले चाँडै देख्नेछ कि उसलाई के फाइदा ल्यायो। त्यसपछि क्वीनलाई अचानक याद आयो कि उसले हिजो निरीक्षण कौशल सिकेको थियो र बोर्डनमा प्रयोग गर्ने निर्णय गर्यो। भन्दा ठूलो HP 10 का मुनि 10 भन्दा सानो भन्दा ठूलो दब, मानव भन्दा सानो भन्दा ठूलो सक्षमता, कुनै पनि छैन भन्दा सानो भन्दा ठूलो रक्तको प्रकार, माइनस भन्दा सानो क्वीन 1 सेकेन्डको लागि रोकियो जब उसले के हेरिरहेको थियो पत्यो। केही कारणका लागि प्रणालीले बोर्डनसँग कुनै क्षमता नभएको बनाइ थियो। बोर्डन के तपाईँ अहिले पनि एरिनको बरफ शक्तिहरू प्रयोग गर्न सक्नुहुन्छ? वा मलाई थाहा थिएन कि तपाईँ ममा यति चासो राख्नुहुन्छ, बोर्डनले आफ्नो टाउको पछाडि रगड्दै भने। वास्तवमा मेरो क्षमता हरेक दिन रिसेट हुन्छ र मैले आज कसैलाई छोएको छैन। पक्कै पनि तपाईहरू बाहेक तपाईँ दुई मेरो क्षमताको लागि मूर्ख हुनुहुन्छ। बिहानको खाजा सकिएपछि उनीहरूको कक्षामा जाने समय भयो। बाटोमा त्यहाँ हलको बीचमा पिटर र क्वीन काइललाई भेट्न सफल भए। काइल शीर्ष अवस्थामा रहेको र पूर्ण रूपमा निको भएको जस्तो देखिन्थ्यो जब उनी हिँड्दै गएका थिए, यद्यपि उनले आँखाको सम्पर्कबाट बस्न निश्चित गरे। के तपाईले शिक्षकलाई के भयो भन्ने कुरा बताउनुहुन्छ? पिटरले फुसफुसाए। हो, मलाई यसमा शंका छ। ऊ आफूभन्दा कमजोर कसैबाट पराजित भएको स्वीकार गर्नु उसको लागि लाजमर्दो छ, साथै मानिसहरूले थाहा पाएमा मात्र उसलाई लक्ष्य बनाउनेछ। यो दिनको पहिलो कक्षाको लागि समय थियो र तिनीहरू सँगै आफ्नो शिक्षक कोठामा जान आवश्यक थियो। दिनको लागि तिनीहरूको शिक्षक डेल थिए जो उही व्यक्ति थिए जसले तिनीहरूलाई स्कुल वरिपरि देखाएको थियो। विद्यार्थीहरूले आफ्नो सिटहरू लिए र क्यान्टिनमा जस्तै मानिसहरूले समान शक्ति स्तर भएकाहरूको छेउमा बस्न रोजे। अवश्य पनि बोर्डनले कक्षाको पछाडि स्तरका र दुईसँग बस्ने निर्णय गरे र पिटर र क्वीनको बीचमा बस्ने निर्णय गरे। तुरुन्तै अरू विद्यार्थीहरू बोल्न थाले, ती तल्लो फिडरहरूसँग बसेर उसलाई के लाग्छ? उहाँ पनि क्यान्टिनमा बसेको देखे। के यसले विद्यालयमा पदानुक्रमको लागि समस्या निम्त्याउने छैन? दोस्रो वर्षका विद्यार्थीहरूले केही गर्न थालेका छैनन्। हो, यदि उसले नियमहरू भङ्ग गरिरहन्छ भने तिनीहरू अवज्ञाकारी रूपमा भित्र पस्नेछन्। उपचारमा भिन्नता स्कुलको कुरा मात्र थिएन, यो समाजको कुरा पनि थियो। उच्च पावर स्तर, तपाईसँग राम्रो काम थियो र तपाईले कमाउन सक्नुहुने धेरै तलब थियो। सरकारबाट जति सहयोग पाउनुहुन्थ्यो, बाँकी सबै बिर्सियो। शीर्षमा भएकाहरूलाई पक्कै पनि यसमा कुनै समस्या थिएन। तल्लो शक्ति स्तरहरूले उनीहरूबाट नयाँ सिप प्राप्त गर्नका लागि सोधेको कुनै पनि काम गर्दछ, जुन एक दिन उनीहरूले आफ्नो शक्ति स्तर बढाउनेछन् र जसले यसलाई विचलित पार्ने प्रयास गरे, जहाँ छिट्टै मौन भयो। यो शुद्ध समूह पहिलो स्थानमा अवस्थित हुनुको सम्पूर्ण कारण थियो। यो व्यवस्था विरुद्ध लड्नु र उनीहरूलाई आतंकवादी जस्तै व्यवहार गर्नुको कारण पनि थियो। डेलले आफ्नो व्याख्यान सुरु गरे जुन स्कुलको परिचय र महान युद्धको बारेमा थियो। जब हामी टर्की जाति विरुद्धको महान युद्ध हारेका थियौं, त्यतिबेला उनीहरू अगाडि आएका थिए। हामी तिनीहरूलाई मौलिक भन्छौं। यो पहिलो पटक थियो जब सम्पूर्ण विश्वलाई क्षमताहरूको परिचय दिएको थियो। हामी सबैलाई थाहा नभएको उनीहरूले 100 वर्षसम्म यी क्षमताहरू आफ्ना परिवारका सदस्यहरूलाई मात्र दिएर राखेका थिए। तिनीहरूलाई धन्यवाद, तिनीहरूले मानव जातिको अरूसँग आफ्नो क्षमता साझा गरे, तर ती सबै पक्कै हुन्। जब हामी एक मूलबारे कुरा गर्छौं, हामी या त क्षमताको संस्थापक वा एक समूहको बारेमा कुरा गर्दैछौं जसले आफ्नो क्षमताहरूको बाँकी संसारसँग साझा नगर्ने निर्णय गर्यो। त्यसपछि अचानक डेलको अनुहारमा गम्भीर नजर आयो। यद्यपि हामी हाल टुक्राको समयमा छौं, कसलाई थाहा छ कि युद्ध कहिले सुरु हुन्छ र त्यसैले तपाई यहाँ हुनुहुन्छ। कक्षा सकिएपछि विद्यार्थीहरूले विश्राम लिने समय भयो। बोर्डन, क्वीन र पिटर एक समात्न बाहिर गए। क्वीन बाहिर निस्कने बित्तिकै सामान्य सन्देश देखा परेको थियो। भन्दा ठूलो सबै तथ्याङ्कहरू आधा गरिएका छन्।
भन्दा सानो ती तीनजना नजिकैको बेन्चमा बसे र क्वीनले फेरि कमजोर महसुस गरे कि तिमी सन्चै छौ, फेरि बिरामी देखिन्छौ। बोर्डेनले सोधे, र तिम्रो पसिना पागल जस्तै छ। हो, म सजिलै तातो हुन्छु, क्वीनले जवाफ दिइन्। ती तीनजनाले बेकारका कुराहरू र उनीहरूले विद्यालयमा भोगेका अनुभवहरूबारे कुरा गरिरहे, जबसम्म अचानक 6 जना विद्यार्थीहरूको समूह तिनीहरूको अगाडि देखा पर्यो। तिनीहरूमध्ये प्रत्येकले कालो हातमा ब्याज लगाएका थिए, जसले उनीहरू दोस्रो वर्षका विद्यार्थीहरू थिए भनेर संकेत गर्दछ। अफवाहहरू सत्य थिए जस्तो देखिन्छ। दोस्रो वर्षका एक विद्यार्थीले भने, हामीसँग तपाईँ तीनजनासँग छलफल गर्ने केही काम छ, तपाईँ हामीसँग आउनुहुन्छ। क्वीन, पिटर र बोर्डेनलाई दोस्रो वर्षका विद्यार्थीहरूले विद्यालयको छुट्टै भागमा लगिरहेका थिए। विद्यालयलाई विभिन्न खण्डमा विभाजन गरिएको थियो र दोस्रो वर्षको भवन पहिलो वर्षभन्दा अलग थियो। यसको मतलब दोस्रो वर्षका विद्यार्थीहरूले पहिलो वर्षका विद्यार्थीहरूसँग वास्तवमै अन्तर्क्रिया गर्दैनन्। हामीले मात्र दौडनु पर्दैन। पिटर फुसफुसाए, यसले स्थितिलाई अझ खराब बनाउन सक्छ। यदि तिनीहरूले हामीलाई केही गर्न जाँदैछन् भने तिनीहरूले हामी आफैमा नभएसम्म पर्खने थिए। क्वीनले जवाफ दिए, यस्तो देखिन्छ कि उनीहरूले जानाजानी सार्वजनिक रूपमा यो गरे, मानौ अन्य सबै तल्लो तहलाई बयान दिन्। केही बेर हिँडेपछि अन्ततः उनीहरू आफ्नो गन्तव्यमा पुगेका थिए। यो दोस्रो वर्षको भवनहरूको एक छेउमा थियो। त्यहाँ केही दोस्रो वर्षका विद्यार्थीहरू थिए, जो हेरिरहेका थिए तर ठाउँ अपेक्षाकृत शान्त थियो। भवनको ठिक बाहिर सिडीमा पोनीटेलमा बेरिएको खैरो कपाल भएको अग्लो मानिस बसिरहेको थियो। तपाईले मोनोलाई सोध्नुभएको रूपमा हामीले तिनीहरूलाई यहाँ ल्यायौं। दोस्रो वर्षका एक विद्यार्थीले भने, तपाईहरू जान सक्नुहुन्छ, मोनोले फेरिबाट उभिएर जवाफ दियो। दोस्रो वर्षका विद्यार्थीहरूले उनीहरूलाई भनिए बमोजिम गरे र तुरुन्तै उनीहरूलाई एक्लै हुन छोडे। यस्तो देखिन्छ कि त्यहाँ उच्च तहका विद्यार्थीहरू निम्न तहका विद्यार्थीहरूको जुनसँग झुन्डिएको अफवाहहरू छन्। त्यसपछि क्वीनले मोनोको नारी कडी देखे जसमा 6 नम्बर लेखिएको थियो। टियु नियम विरुद्ध हो? बोर्डेनले सोधे। मोनो हाँस्न थाल्यो। खासै छैन तर एकाडेमीका केही अलिखित नियमहरू छन्। मोनो त्यसपछि क्वीनतिर गए। तपाईले यो फोहोरलाई समाजको लागि उपयोगी जस्तै व्यवहार गर्न थाल्नुभएको क्षण देख्नुहुन्छ, तिनीहरूले ठूलो टाउको पाउन थाल्छन्। अब जब मोनो क्वीनसँग पर्याप्त नजिक थियो, क्वीनले आफ्नो निरीक्षण कौशल प्रयोग गर्न सक्षम भए तर जब उनी यसलाई स्टेट स्क्रिनमा कास्ट गर्न थाके, कि म बाहिर घाममा छु भनेर। क्वीनले सोचे, हेर्नुस् यो गल्ती। मोनोले भने, म उहाँबाट केही फिट मात्र टाढा छु र उसको आँखामा डरको एक औस पनि छैन। तपाईलाई थाहा छ म खुसी छु कि युद्ध सुरु भयो, किनभने यसले तपाई जस्ता मानिसहरूबाट छुटकारा पायो र बलियो मात्र बाँचे। क्वीनको रगत उम्लन थाल्यो, उसले युद्धलाई घृणा गर्यो र कसरी यसले उसको आमाबाबु सहित सबै कुरा खोस्यो। उसले अब पिट्ने कि नगर्ने वास्ता गरेन, उसले मोनोको अनुहारमा त्यतै र त्यसपछि मुक्का हानेको थियो। यस दूरीमा क्वीनको मुक्का ढिलो भए पनि यसले हिट गर्नुपर्छ। क्वीनले अब आफ्नो रिसलाई थाम्न सकेन र एक मुक्का फ्याँक्यो तर क्वीनको मुर्ठी पनि पुरै फ्याँकिनु अघि मोनो पहिले नै एक कदम पछि हट्यो र क्वीनको मुर्ठी हावामा प्रहार भयो। बोर्डेनले मोनोलाई समात्ने मौका लियो। यद्यपि क्वीनले पनि आफ्नो कार्य सुरु गर्नु अघि मोनो फेरि एक पटक सरेको थियो, बोर्डेनले केही पनि समात्न सकेन। तपाई सोच्नुहुन्छ कि म कसैलाई छुन दिनेछु जसको क्षमता मलाई थाहा छैन, मोनोले भने। म यहाँ तपाईहरूसँग लड्न आएको हुन्न, आज एउटा चेतावनी मात्र थियो। यो विद्यालयमा केही मानिसहरू छन् जसलाई सेनाले पनि छुन सक्दैन र यदि तपाईले यसरी काम गरिरहनुभयो भने तिनीहरू संलग्न हुनेछन्। त्यो सँगै मोनो सिडी चढेर दोस्रो वर्षको भवनमा फर्कियो। के तपाईलाई उहाँ गम्भीर हुनुहुन्छ जस्तो लाग्छ? पिटरले सोधे, मलाई विद्यालयमा थाहा छ उनीहरूलाई यस प्रकारका सामानहरू मन पर्दैनन्, तर यो अझ खराब देखिन्छ कि हामी सैन्य विद्यालयमा छौं, किन शिक्षकहरूले यसलाई रोक्न केही गर्दैनन्? किनभने यो तिनीहरूको पक्षमा काम गर्दछ। क्वीनले जवाफ दियो, कमजोरलाई बलियो धम्कीले कमजोरहरूलाई थप शक्ति खोज्ने बाटोमा जान्छ,
तर यदि तपाईँ सुरुमा कमजोर हुनुहुन्थ्यो र तपाईलाई मद्दत गर्न परिवारको समर्थन छैन भने तपाईँ यो शक्ति प्राप्त गर्न कहाँ जानुहुन्छ? सेना, बोर्डेनले जवाफ दिए। ठ्याक्कै, शिक्षक र विद्यालयले केही गर्दैनन् किनभने यसले उनीहरूलाई फाइदा गर्छ। 2 वर्ष नर्क भोगेपछि तिम्रो मन टुटेको हुनेछ। तपाईले शक्ति र सुरक्षा खोज्नको लागि जे पनि गर्नुहुनेछ र सेनाले तपाईको लागि त्यो प्रस्ताव गर्न सक्छ। क्वीनले भने। क्वीनले त्यसपछि बोर्डेनलाई हेरे। हामीले उनीहरूको इच्छालाई पालना गर्यौं र अहिलेको लागि छुट्टै बाटोमा हिँड्यौं भने उत्तम हुन सक्छ। मैले किन सुन्नुपर्ने उनीहरूको कुरा? आक्रोशले क्वीनलाई आश्चर्यचकित तुल्यायो किनकि बोर्डन उनको सुझावको विरुद्धमा अनौठो थियो। हेर, म बोर्डनलाई बुझ्छु कि तपाईले मलाई र पिटरलाई मद्दत गर्दै हुनुहुन्छ भन्ने सोच्न सक्नुहुन्छ तर तपाईले बुझ्नुहुन्न किनभने तपाईँ हामी जस्तो शक्तिहीन कहिल्यै हुनुभएन। जब हामी तिनीहरूका नियमहरू तोड्छौं तिनीहरू तपाईको लागि जाने छैनन्, यो म र पिटर हुनेछौं तिनीहरूको लागि जानेछ। क्वीनले बोर्डेनलाई यो भन्नलाई घृणा गर्थे। आखिर, बोर्डन पहिलो व्यक्ति थिए जससँग उच्च शक्ति स्तर छ जसले मानिसहरू बीच भेदभाव गर्दैन र अहिलेसम्म बोर्डनको उपस्थितिले मद्दत गरेको थियो। जब पनि क्वीन र पिटरले उच्च स्तरको वरिपरि हिँड्नुहुन्थ्यो बोर्डनको कारणले उनीहरूलाई केही गरेन। तर यसले ठूला माछाहरूलाई मात्र आकर्षित गरेको थियो, जुन कुरा बोर्डन र क्वीनले ह्यान्डल गर्न सकेनन्, कम्तीमा अझै पनि हुन्न। ठीक छ, यो आफ्नो तरिका हो, बोर्डेनले रिसको साथ भने जब उनी छात्रावासको भवनमा फर्किए। सायद हामीले उहाँलाई यो राम्रोसँग व्याख्या गर्नुपर्थ्यो, पिटरले भने। हो न, यो राम्रो छ यो तरिका राम्रो छ, क्वीनले जवाफ दियो। यद्यपि यो क्वीनका शब्दहरूको कारण बोर्डन क्रोधित भएको जस्तो देखिन्थ्यो, त्यो बिल्कुल सत्य थिएन। बोर्डेन विद्यालयको सम्पूर्ण अवस्था देखेर रिसाए। यहाँ पनि मानिसहरूले उसलाई आफ्नो जीवन कसरी बिताउने, कसलाई गर्न सक्छ र कोसँग बस्न सक्दैन भनेर बताइरहेका थिए जस्तो लाग्थ्यो। बोर्डन पनि क्वीनलाई चोट पुर्याउन चाहँदैनथे त्यसैले उसलाई थाहा थियो कि यो सही छनौट हो, तर बोर्डनले यी मानिसहरूलाई आफ्नो जीवन नियन्त्रण गर्ने प्रयासबाट टाढा जान दिने थिएनन्। बोर्डेन ती सबैको पछि लाग्न गइरहेको थियो। 15 मेरो अर्को लक्ष्य खोज्दै लैलाले केही समयदेखि क्वीन र अरूलाई ट्र्याक गरिरहेकी थिइन्। क्वीन मोनोसँग व्यवहारमा व्यस्त हुँदा पनि उनी त्यहाँ थिइन्। यद्यपि उनले मद्दत गर्न वा केही गर्ने योजना गरेनन्, क्वीनले एक दिनमा यति धेरै ध्यान आकर्षित गर्न सक्षम भएकोमा उनी छक्क परिन्। क्वीनको मुखका किन यति कमजोर र ढिलो देखिन्थ्यो भन्ने कुरामा लैला अल्मनमा थिइन्। चीजहरूको हेराइबाट यस्तो देखिन्छ कि क्वीनले वास्तवमै मोनोलाई मुक्का लगाउन चाहन्थिन् तर त्यो तालिम केन्द्रमा उनले देखेका कुराहरूबाट उनको उत्कृष्ट थिएन। बोर्डेनले आक्रमण गरेपछि पिटर र क्वीनले निर्णय गरे कि तिनीहरू आफ्नो अर्को पाठको लागि कक्षामा फर्कनु राम्रो हुनेछ। उनीहरू केही बेर हिँडे तर पहिलो वर्षको भवनमा फर्किनुअघि पहिलो वर्षका विद्यार्थीहरूको एउटा समूह सिडीको अगाडि उभिरहेको थियो। त्यहाँ जम्मा 3 जना थिए र तिनीहरूको नाडी गढीमा 2 र 2, 5 बीचको पावर लेभल थियो। हामी के गर्न जाँदैछौँ? डेनले यस हप्ताको अन्त्यमा 50 क्रेडिटहरू मागे। एकजना केटाले भने, मलाई थाहा छ किन उनीहरूले हामीमाथि उठाउनुभयो, केवल कारण उहाँभन्दा कमजोर थिए। अर्को केटाले जवाफ दियो, क्रेडिटहरू स्कुल र सहरको मुद्रा प्रणाली थिए। तिनीहरू सैन्य विद्यालयमा भए पनि सहरको बाँकी भाग सामान्य रूपमा काम गर्यो। त्यहाँ अझै पनि रेस्टुरेन्टहरू र पसलहरू थिए र रमाइलो गतिविधिहरू र खेलहरू सहर वरिपरि थिएन। यदि तपाईँ यी चीजहरू गर्न चाहनुहुन्छ भने तपाईले क्रेडिटको साथ दिनुपर्नेछ। विद्यार्थीहरूले विद्यालयमा हुँदा नि शुल्क खाना प्राप्त गरे तर उनीहरूले दैनिक 10 क्रेडिटहरू पनि प्राप्त गरे जुन उनीहरूको नाडी गढीमा पठाइनेछ। विद्यार्थीहरूले मिसन, स्कुल गतिविधिहरू र पुरस्कारहरूमा राम्रो प्रदर्शन गरेर थप क्रेडिटहरू प्राप्त गर्न सक्षम थिए। पिटर र क्वीन केटाहरूलाई चेउचाउमा कक्षको नेतृत्व गर्न हिँडिरहे, त्यही बेला एकजना केटाले उनीहरूलाई बोलाए। पर्खनुहोस्, त्यहाँ रोक्नुहोस् तपाईँ दुई, केटा चिच्यायो। क्वीन हिँड्दै गर्दा पिटर तुरुन्तै रोकियो। ए, तिमी सुन्दैछौ मैले रोके भने? केटाले भन्यो,
त्यसपछि अर्को केटा तुरुन्तै क्वीनको अगाडि आयो र उसलाई पिटर उभिएको ठाउँमा धकेल्यो। क्वीनले कम्तीमा घाममा बाहिर हुँदा अर्को घटना नहोस् भन्ने आशा राखेका थिए। समयमै भवनभित्र पस्यो भने उसले लड्ने मौका पाउँछ भन्ने सोच्यो। मलाई लाग्छ कि मैले भर्खरै हाम्रो क्रेडिट समस्या समाधान गरेको हुन सक्छ। तपाईँ यस सम्पूर्ण विद्यालयमा एकमात्र स्तर हुनुपर्दछ। केटाले भन्यो, प्रत्येकमा 10 क्रेडिटहरू दिनुहोस् र तपाईँ भित्र जान सक्नुहुन्छ। तर त्यो सबै श्रेय हामीसँग छ, पिटरले गुनासो गरे। हेर्नुहोस्, म यो गर्न चाहन्न, तर यदि मैले गरिन भने मेरो गधाले पिट्छ। अब क्रेडिटहरू हस्तान्तरण गर्नुहोस्। पिटरले आफ्नो आँखामा आशा लिएर क्वीनलाई हेरे। सायद क्वीनले पछिल्लो पटक जस्तै केही गर्न सक्षम हुन सक्छ भन्ने सोचेको थियो, तर मोनोलाई हिर्काउने प्रयास गरेपछि उसलाई थाहा थियो कि उसले कुनै मौका पाउने छैन। यसबाहेक यी लेभल 2 थिए, पूर्ण शक्तिमा पनि उसले तिनीहरूलाई हराउन सक्षम नहुन सक्छ। क्वीनले निर्णय गरे कि जे भए पनि क्रेडिटहरू हस्तान्तरण गर्नु राम्रो हुनेछ। यो लडाईँ हार्नु र श्रेयलाई जबरजस्ती गर्नुभन्दा राम्रो थियो। ठिक त्यसपछि क्वीनले अर्को प्रणाली सन्देश प्राप्त गर्यो। भन्दा ठुलो नयाँ खोज दिएको छ, भन्दा ठुलो 2 कोलम्ब पावर स्तर भिन्नता पत्ता लगाएको छ, भन्दा ठुलो अतिरिक्त खर्च प्रदान गरिनेछ, भन्दा ठुलो राइली भनेर चिनिने विद्यार्थीलाई हराउनुहोस्, भन्दा सानो। अचानक क्वीनले आफ्नो मौकाहरू परीक्षण गर्न चाहन्थे। थप विस्तार प्राप्त गर्ने र अझ बढी स्तर बढाउने विचार उनको लागि साँच्चै आकर्षक भयो, तर क्वीनले आफ्नो लोभले उसलाई जित्न दिएन। अहिले त्यहाँ 3 स्तर 2 पावर प्रयोगकर्ताहरू थिए, तर प्रणालीले उहाँलाई तीमध्ये एकलाई हराउन मात्र भन्यो। पहिलो कुरा, क्वीनलाई भित्र पस्न आवश्यक थियो ताकि उसले आफ्नो निरीक्षण कौशल प्रयोग गर्न सकियोस् र उनलाई राइली नाम दिएको थियो भनेर पत्ता लगाउन सकियोस्। अहिले क्वीनले यसलाई बाहिर प्रयोग गरेमा यो ब्लरको रूपमा मात्र देखा पर्नेछ। अन्तमा क्वीनले 10 क्रेडिटहरू हस्तान्तरण गर्ने निर्णय गरे। उनले आफ्नो गढी अन्य केटाहरूमा राखे र क्रेडिटहरू हस्तान्तरण गरियो। पत्रुसले पनि त्यसै गरे र ती दुईलाई भवनभित्र पस्ने अनुमति दियो। अरे, यो एक महान विचार थियो यार, एकजना केटाले भने, कि हामी फेरि कमजोर कोही नभेटेसम्म यहाँ बस्नुपर्छ। क्वीनले आफ्नो टाउकोमा भने, उनी आशा गरिरहेका थिए कि उनीहरूलाई पैसा दिएपछि केटाहरू भवनभित्र पस्नेछन्, तर यस्तो देखिन्छ कि उनीहरू केही समयको लागि बाहिर झुन्डिनेछन्। क्वीन एकाएक रोकियो र पर्खिन। तपाईँ दुई के गर्दै हुनुहुन्छ? तपाईँ एक गधा लात नचाहेसम्म स्क्रम, एउटा केटाले भन्यो। त्यसपछि क्वीनले आफ्नो मुट्ठी समातेर चिच्याइन्, राइली। तिनै केटाहरूले एकै समयमा नाउँको गुमाए, तर तिनीहरूमध्ये एकले जवाफ दिएनन्। क्वीनको नराम्रो भाग्य जारी रह्यो, तर ती मध्येको राइली हो भनेर पत्ता लगाउन उनीसँग अर्को योजना थियो। यदि तपाईले मलाई यस प्रकारको कुरा फेरि तान्नुभयो भने राइली, तिम्रो मृतक। क्वीनले भने। अचानक रातो कपाल भएको तिनको बीचमा उभिएको केटा उठ्यो र करायो, तिमीले मलाई के भन्यौ? तिमी सानो गुण्डा। भाग्नुहोस्, भाग्नुहोस्, क्वीन चिच्याए। बिजुली चम्किएछ। पिटर र क्वीन आफ्नो अर्को कक्षामा सकेसम्म छिटो दौडे। तपाईले त्यो केको लागि गर्नुभयो? पिटरले सोधे। म तिनीहरूलाई थोरै रिसाउन चाहन्थे। पिटरले मद्दत गर्न सकेन, तर क्वीन अलि पागल थियो भनेर सोच्न सकेन, तर उसलाई यो तथ्य मन पर्यो कि क्वीनले उनीभन्दा बलियो मानिसहरूबाट बकवास लिने जस्तो लाग्दैन र प्रकारले उसलाई अलिकति हेर्यो। एक पटक तिनीहरू आफ्नो कक्षाको बाहिर मात्र क्वीनले क्वेस्ट अझै सक्रिय छ कि छैन भनेर जाँच गर्न आफ्नो स्थिति स्क्रिन खोल्यो। राम्रो। क्वीन अब राइलीबाट टाढा भए पनि यो खोज अझै सक्रिय छ जस्तो देखिन्थ्यो र क्वीनले कुनै पनि समयमा पूरा गरेसम्म एक्सप्रेस प्राप्त हुनेछ। र अब उसलाई थाहा थियो राइली को हो र उसको पहिलो लक्ष्य को हुनेछ। तपाईँ मलाई स्तरमाथि मद्दत गर्न जाँदै हुनुहुन्छ। अर्को अध्याय।